हाई नमस्ते। आज यो म मच्छरको अगरबत्ती ल्याएको छु। यो अगरबत्ती जलाएपछि मच्छर बिल्कुल खाने मच्छर, स्याङ्ला, किडा, किर्मिला सबै मरिजान्छन्। अब यो अगरबत्तीलाई म जलाउँछु। यो 90 रुपियाँको प्याकेट आउँछ। यसमा 10 आउँछन्, 12 आउँछन्। म यो अगरबत्ती निकाल्छु। यो अगरबत्ती निकालेर यो जलाउँछु। यसलाई रातमा मच्छर खाइदिन्छन्। सबै मच्छरहरू सब मरिजान्छन्। यसमा मच्छर सिर्फ यो एक प्याकेटमा 10 रुपियाँ आउँछ होइन। एक प्याकेटमा 10 रुपियाँको आउँछ। यो 10 आउँछन्। 10 रुपियाँको प्याकेट हो यो जलाउने। यो मान्छेको अगरबत्ती घर आउँछन्। अगरबत्ती दो आन्टीजी, लेकिन म भनेको अगरबत्ती कसो भगवानको मान्छेको अगरबत्ती दिनुहोस् भन्छन्। यो मान्छेको अगरबत्ती हो। यो भगवानको होइन, यो मान्छेको अगरबत्ती हो। यो जलाएर रात 1 घन्टा त दरवाजा झ्याल स्याल सब बन्द गरेर जलाइदिएर राखिदिनुहोस्। किडा किर्मिला सबै मरिजान्छन्। अनि मच्छर भने खाँदैन। पुरै रात सुन्नुहोस् दुवार हानेर। यो अगरबत्ती, यो मान्छेको अगरबत्ती नि मच्छरको अगरबत्ती, यो मान्छेको पनि होइन क्या, यो मच्छरको अगरबत्ती यो जलाएर रातमा सुल्झानुहोस्। अनि यो आउँछ यो